यदि नेपाल र इन्डियाको गेम गराउने हो भने इन्डियालाई नेपाल वान साइडेड हराइदिनेवाला छ। हो, सुन्दा अचम्म लाग्ला तर सत्य हो। किनभने इन्डिया आयरल्यान्ड जस्तो टिमसँग ब्याक टु ब्याक 2 म्याच हारिसकेको छ, जहाँ इन्डियामा वैभव सूर्यवंशी जस्तो घातक प्लेयर छन्, श्रेयस अय्यर क्याप्टन छन् अनि अभिषेक शर्मा जस्तो 6 हिटर छन्। त्यस्तो टिम हुँदाखेरि पनि आयरल्यान्डसँग ब्याक टु ब्याक 2 म्याच इन्डिया हारिसकेको छ। जब आयरल्यान्ड जस्तो टिम इन्डियालाई धुलो चटाउन सक्छ भने नेपाल सक्दैन त? के लाग्छ तपाईँहरूलाई? इन्डियालाई नेपाल हराउन सक्दैन त? पक्कै पनि हराउन सक्छ के, ओभियसली हराउन सक्छ के। किनभने इन्डिया अहिले टोटली नयाँ टिम छ क्या, सबै नयाँ प्लेयरहरू छन्। जति पनि पुरानो प्लेयरहरू थिए जस्तै रोहित शर्मा अनि सूर्य कुमार यादव अनि विराट कोहली यस्तो ठुलो ठुलो नाम प्लेयरहरू, यिनी सबैले रिटायरमेन्ट लिइसकेका छन्। अहिले त सबै नयाँ प्लेयरहरू छन्। हुन त नयाँ प्लेयरहरूको पनि नाम ठुलो ठुलो छ। वैभव सूर्यवंशी 15 सालको बच्चा भन्छन्। अनि नाम भने एकदम जतासुने अहिले वैभव सूर्यवंशी, जता पनि वैभव सूर्यवंशी नाम ठुलो छ। तर नाम ठुलो भएर के गर्नु? इन्टरनेसनल क्रिकेटमा काम ठुलो छैन। आइपिएलमा पर्फर्मेन्स गर्यो भन्दैमा हुँदैन, इन्टरनेसनल क्रिकेटमा पनि पर्फर्मेन्स देखाउन सक्नु पर्यो। अनि अभिषेक शर्माको पनि नाम ठुलो छ, उनको पनि आइपिएलबाटै नाम ठुलो भएको हो। तर इन्टरनेसनल क्रिकेटमा उनको के छ त पर्फर्मेन्स? अनि हाम्रो नेपालको कुरा गर्ने हो भने हाम्रो नेपाल भनेको स्ट्रगल गरिराखेको टिम हो। स्ट्रगल गरिराखेको टिम हो। नेपाल जे पनि गर्न सक्छ के। तपाईँहरूलाई थाहा नै होला, नेपालले इङ्ल्यान्डलाई अलमोस्ट हराइसकेको थियो। नेपाललाई अलिक ठुलो टिमसँग खेलेको एक्सपिरियन्स नभएर हो, नत्र इङ्ल्यान्डलाई अस्ति हेर्नु अलमोस्ट हराइसकेको थियो कि वर्ल्ड कपको गेममा। त्यसैले नेपाललाई अन्डर एस्टिमेट गर्न सक्दैन। नेपालले जे पनि गर्न सक्छ अनि इन्डियालाई धुलो चटाउन सक्छ नेपालले, जस्तै आयरल्यान्डले चटाएको छ। आयरल्यान्डले इन्डियालाई 2-2 आयरल्यान्डले इन्डियालाई 2-0 गरिदिएको छ। ब्याक टु ब्याक 2 म्याच हराइदिएको छ। त्यस्तै गरेर नेपालले पनि यदि चाह्यो भने इन्डियालाई हराउन सक्छ।